छैन। तर फेरि 4 नम्बर क्षेत्रमा सरसित सोधेँ 4 नम्बर क्षेत्रमा धेरै स्कुलको र विद्युतको अर्को फेरि उसको चौकीको जग्गा छ भन्ने मलाई सोध्नु पर्यो नि, चौकीको कहाँ लालपुर्जा छ, स्कुलको कहाँ लालपुर्जा छ? तपाईँले आफ्नो जग्गा हुनको लागि नेपाल सरकारले दिएको भोगा देखाएर लालपुर्जा हुनु पर्यो नि त। स्कुल बस्दा बस्दै त्यहीँ पनि मान्छे सामान्य मान्छे आएर बसिदिए अनि त्यो स्कुलको भन्नु पाइएन, स्कुलले पनि बलले घेरा लगाइदिनु पाइएन, पाइयो र? त्यो स्कुलको दिएको लालपुर्जा भोगा देखाएर भित्र यहाँ आएर बस्यो भने त्यसले अतिक्रमण गर्यो भन्ने हुन्छ। स्कुल बस्दा बस्दै यहाँ वरिपरि गएर व्यापार गर्नु कोही बसे, जङ्गलमा कोही बाटोमा बसे, कोही के वरिपरि बसे भने त्यो त्यतिकै समाचार बनाउन पाइएन कि। अनि फेरि स्कुलको जग्गा 14 कट्ठा जति मिचिएको छ भन्ने के भ्रम कुराहरू भरमा त यहाँ के छ, शङ्काले लङ्का टोडाउने किसिमका कुराहरू दिनदिनै आइरहेको हुन्छ। त्यस कारण म 45 वर्ष यही त्यही 4 नम्बर वार्डमा बसेर बिताएर राजनीति गरेर अहिले यहाँसम्म आएको हो। यो जङ्गल हुँदा पनि म त्यही थिएँ, अहिले पनि यो सहर हुँदा पनि मै छु।